अब तपाईको अन्तिम इच्छा उहाँसँग कुरा गर्नुहुन्छ यस्तो शब्द बोल्नुहुन्छ अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ यसको शब्द हैन सर नो सर तपाईले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर यो भन्नु त तल जानलाई चाहिँ अन्तिम इच्छा भने अन्तिम इच्छा भन्ने हुन्छ सर एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ त्यस्तो हुँदैन नि सर त्यस्तो हुँदैन नि सर बोली त के छ सर अन्तिम इच्छा होइन पुरै आतंककारी छैनमा पत्र सत्र केही नलेखिकन त्यस्तो नि हुन्छ हो होइन तपाईँहरूको इच्छा कानुनी अधिकार हामी त अब रिक्वेस्ट तपाईँहरू जान्छु भनेर हामीले डकुमेन्ट चाहिँ नबोकेर हामी छैनौँ नि त त्यो एउटा पूर्व गृहमन्त्रीलाई पक्राउ गर भनेर चाहिँ अदालतले आदेश दिइसक्यो डकुमेन्ट चाहिँ बोकेर नआउनु भन्ने त्यो पनि त सबै चाहियो नि त सम्बन्धित व्यक्तिलाई दिनु पर्यो तपाईँको अन्तिम इच्छा उहाँसँग कुरा गर्नुहुन्छ अन्तिम इच्छा भने तपाईँ कानुन सल्लाह यस्तो शब्द बोल्नुहुन्छ अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ यसको शब्द होइन सर नो सर तपाईले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर यो भन्नु त तल जानलाई चाहिँ अन्तिम इच्छा भने त त्यही होइन त त्यस्तो त्यस्तो बोलिँदैन नि सर सर डेढ साहब हुनुहुन्छ अन्तिम इच्छा भन्ने हुन्छ सर एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ त्यस्तो हुँदैन नि सर त्यस्तो हुँदैन नि सर बोली त के छ सर अन्तिम इच्छा एउटा होइन अदालतले दिएको आदेश अदालतले दिएको आदेशलाई अन्तिम इच्छा भन्यो सर एउटा डिएसपीले एउटा पक्राउ गर्न आएको व्यक्तिलाई अन्तिम इच्छा भन्दै हुन्छ उहाँले आजलाई चाहिँ तपाईँहरूले चाहिँ एकचोटि कानुन व्यवसाय सल्लाह गरेर जान्छु भनेर भने होइन अन्तिम इच्छाको अर्थ के हो देशब हजुरको नाम के हो अरे हजुरको नाम होइन नाम त भन्न मिल्यो नि सर देशब नाम मात्रै होइन तपाईको आइडी पनि हेर्ने अधिकार हुन्छ हाम्रो जसकै नाम होइन तपाईको आइडी हेर्ने नै अधिकार हुन्छ अन्तिम इच्छा पढ्ने सर अन्तिम इच्छाको अर्थ के हो अदालतको आदेश र सरकारी वकिलले पठाएको पक्राउ पुर्जी चाहियो त्यो त चाहियो अनि त्यो पनि चाहिएला ठिक छ उहाँले दिन्छ अन्तिम इच्छा भने चाहिँ के हो सर अहिले हजुरले अन्तिम इच्छा सर हजुरले अहिले भर्खर तपाईँको अन्तिम इच्छा के हो भन्नुभयो नि सर त्यो पनि बोल्ने तरिका हो सर तपाईँ डेढ साहब जस्तो मान्छे वकिलसँग कुरा गरेर जान्छु भनेर भन्नु होइन हजुरको अन्तिम इच्छाको शब्द त्यही हो आजलाई चाहिँ नि ठिकै छ त यहाँ चाहिँ हामीसँग जानलाई त्यही कुरा गर्नुभएको हो होइन र सर यहाँ हाम्रो सभापतिज्यूलाई तपाईँहरूले पक्राउ गरेर आउँदै हुन्छ अन्तिम इच्छा भनेको के हो त सर त्यो नबटाएर सर नबटार्नु भन्ने कुरै होइन नि सर ल यो भिडियो बन्द